सदाका छोरी श्रोता तथा सबै दर्शकहरूलाई नमस्कारका साथ फ्याफुल्ला र आजमा तपाईँहरूलाई 4 संयुक्त अक्षर मध्ये अन्तमा रहेका वासुर भन्ने बारेमा सिकाउनेछु। अब वासुर किन भनिन्छ र वासुर कसरी प्रयोग गरिन्छ भन्ने बारेमा सिकाउनेछु र साथै यसको पढ्ने विधि पनि सिकाउनेछु। प्रथममा वासुर। वासुर भनेको के हो? वासुर भनेको चाहिँ अब वा भनेको चाहिँ व्यञ्जन वर्णको वा भयो र वा र अनि यसलाई आदिलाई बुझिन्छ। वासुर भनेको चाहिँ यो वासुर चाहिँ केमा लाग्छ भन्दाखेरि मूल अक्षरको तल यो वासुर लागेको कारणले हामी यसलाई वासुर भनिन्छ। र अब वासुर कतिवटा हुन्छ? वासुर हुन्छ चुसुम अर्थात् 13 वटा। वास्तविक वासुर 15, 16, 17 हुन सक्छ भने आज म तपाईहरुलाई चाहिँ 13 वटा वासुर सिकाउने छु। अब यसको पढ्ने तरिका पनि सिकाउने छु है त। अब सुरु गरौँ है त। का वासुर का भन्नुस् त। का वासुर का। खा वासुर खा। का वासुर का। न्या वासुर न्या। ता वासुर ता। चा वासुर चा। छा वासुर छा। शा वासुर शा। सा वासुर सा। रा वासुर रा। ला वासुर ला। शा वासुर शा। हा वासुर हा गरेर पढिन्छ। अब यो 13 वटा वासुरलाई चाहिँ जोडेर पढ्यो भने यसको चाहिँ कुनै पनि स्वर परिवर्तन हुँदैन। अब त्यसो भए यो वासुर किन लेखेको भन्नु पर्दा यो वासुर चाहिँ अरु अक्षरसँग नजुग्नको लागि वासुर लेखिएको हो। वास्तविक यो वासुर चाहिँ मन्त्रमा प्रयोग गरिन्छ। जब यो वासुर मन्त्रमा प्रयोग गर्छ तब यो वासुरलाई चाहिँ हामीले ओकारको रूपमा पढ्नुपर्छ। अब यो 13 वटा वासुरलाई चाहिँ जोडेर पढ्दाखेरि यसको चाहिँ कुनै पनि स्वर परिवर्तन हुँदैन। जस्तै उदाहरणमा हाम्रो कको है त। कको छ हाम्रो का वासुर का। या टेङ्बु ये काए। अब काए भनेको चाहिँ ये साथी भनेको। यदि तपाईले यो कको मुनि वासुर लेखेन भने का या टेङ्बु ये काए लेख्यो भने यसको चाहिँ कुनै पनि अर्थ हुँदैन। अब हामीले चाहिँ अहिले का वासुर का या टेङ्बु ये काए भनेर लेखेको छ। अब यसले चाहिँ हामीले के बुझ्छ भने ये साथी भनेर बुझिन्छ। जस्तै खको। यदि तपाईले खको तल वासुर दिएन भने अब खाता। अब यसलाई चाहिँ हामीले उपदेश भनेर बुझिन्छ अर्थात् आदेश। अब हामीले यस खको तल वासुर लेखेको छैन। अब यसलाई हामीले आदेश भनेर बुझिन्छ। यदि हामीले यहाँ वासुर युज गर्यो भने यदि वासुर प्रयोग गर्ने भने खाओस् का ता खाता भनेको चाहिँ का भनेर बुझ्न सकिन्छ। यसैगरी यो वासुर चाहिँ हामीले नजुग्नको लागि प्रयोग गरिन्छ। यसैगरी यो 12 वटा वासुरहरूलाई चाहिँ नजुग्नको लागि यसरी प्रयोग गरिन्छ। आजको लागि चाहिँ यति नै। पछि हामी भेट्छौँ भन्ने आशा राख्दछु। हस्त नमस्कारका साथ फ्याफुल्ला।